यहाँ जुन ताराको घर थाहा छ तपाईँलाई? हजुर कहाँ छ? यही छ। कताबाट जाने? यताबाट जानुपर्छ। हजुर घरमा को हुनुहुन्छ? जुन ताराको घर खोज्दै आएको हामी। कता हो जुन ताराको घर? जुन ताराको घर हो यो? जुन ताराको घर यो? कुन चाहिँ हो? यो? कता देख्यो कि भेट्न आएको नि त जुन तारालाई। म त बुढी भइ बुढी भएको छैन। कहाँ बुढी हुन पाइन्छ त अहिले? भइसक्यो नि त पहिलेको जमाना। कहाँ देख्यो कि हाम्रो गाउँमा यसरी? हामी खोज्दै आएको नि हो र। भारी बोकेर लगभग 6 वर्षपछि घाँसको भारीसँगै आफ्नै गाउँमा भेटिन् जुन तारा। अर्कै भएछ जुन तारा त। भइहाल्छ नि त दाइ। पहिले कहाँ यो भन्दा 6 वर्ष अगाडिको अहिले कहाँ साँच्चैको जुन तारा हो? खै त्यस्तो लाग्छ कि लाग्दैन? अब ममा के त्यस्तो देख्नुभयो मेरो लागि? यहाँसम्म आउनुभयो कि अरू कसैको लागि हो कि? होइन नि, हामी रोल्पाको बेलामा जुन तारालाई भेट्न आउँछौँ भनेर भनेको थियो कि थिएन त्यो बेलामा? त्यो पछि यही पालि आएको हो कि रोल्पा हो र। हामी जुन तारालाई खोज्दै खोज्दै आएको हो र। खुसी लाग्यो कि तपाईँहरू यहाँ आएको। मेरो यस्तो दुर्गम ठाउँमा आउनुभयो तपाईँहरू। मलाई एकदम खुसी लाग्यो तपाईँहरूसँग भेटेर। मलाई यस्तो फिल भयो कि अहिले तपाईँहरू यहाँ आउनुहुन्छ मेरो लागि भनेर। ममा के छ र त्यस्तो? मलाई भेट्न आउनुभयो यहाँ? मैले दिदी छोरीको नामै जुन तारा राखेको तिमी धेरै मन पऱ्यो हो र। किन तपाईँको छोरी तपाईँ मभन्दा पछि जन्माउनु भएको बच्चा हो नि हो र। 3 वर्षको भयो अहिले। तिम्रो नाम राखेको छु मैले हो र। मेरो छोरी पनि 3 वर्ष पुग्यो अब हो। अब असारमा 3 वर्ष पुग्छ। किनभने हेर्नु यस्तो हालतमा बस्छु म। देख्नुभयो मेरो हालत कस्तो छ? म कसरी बसिरहेको छु? कुनै टाइममा म कस्तो थिएँ र अहिले कस्तो भएर बसिरहेको छु? देख्नुभयो? तपाईँहरू जस्तै जिम्मेवारी बोकेर बसिरहेको छु म बिहे गरेर। तर खुसी लाग्यो। मैले कोही सोचे नि छैन थियो, तर मोबाइलमा हेरिराखेँ। तर त्यस्तो चान्स भेट आउँदैन थियो। तपाईँहरूसँग भेट्छु होला जस्तो लाग्छ। तिम्रो फेरि फोन नम्बरै थिएन नि त हामीसँग। मैले पनि भर्खर चलाइरहेको छु मोबाइल 2 वर्ष पुग्छ असारमा। मेरो छोरी उता छाडेर आएको कि मलाई त एकछिनको काम होला भन्ने अनि आइहाल्यो कि त्यस्तो गऱ्यो। अनि यो स्याउला लिन जाँदाखेरि पनि छोरी लिएर गएको थियो? म त जहाँ पनि त्यही हो। छोरी अब भिरमा जान्छु दाउरा घाँस गर्न नि त्यही छोरीलाई जाने हो। कसले हेरिन्छ त? म एक्लै छु, कोही छैन हेरिदिने मान्छे। अनि बुढा खै त? बुढा विदेश हुनुहुन्छ। अनि कुन देशमा? दुबई। त्यही हो अब के गर्ने। त्यहाँदेखि आएको 1 वर्ष नहुँदै बिहे गरेँ। अनि बिहे गरेर 5 वर्ष भयो। छोरी छ एउटा। तर यस्तो समेत हुन्छ भने मैले सोचेँ जिन्दगीमा सोचेको नि छैन थियो। तर नसोचेको चिज हुँदो रहेछ भन्ने थाहा भयो अहिले। जाऊँ अब बसौँ भित्र। त्यहाँ नास्ता के खानुहुन्छ खाऊँ। अब यस्तै हो गाउँघरको बसाइ छ हेर्नु। तर त ठुली मान्छे जस्तो भएछ नि। 13 वर्षको थिएँ त्यतिखेरको टाइममा। त्यही त। तर अहिले चाहिँ हेर्नु बुढी भइसक्यो। यस्तो गाउँले झुप्रे पारामा हिँडिरहेको छ बसेर। कहाँ बुढी भयो त? अहिले बुढी हुन्छ। अब बिहे गरेपछि बच्चा भइसक्यो त्यस्तै त। हाम्रो त लाइफ भनेको त्यही हो। तर मैले कुन टाइममा को मान्छेसँग भेट भएको थिएँ। तर को मान्छे आइपुग्यो मलाई अचम्मै परिरहेको छु कि। मेरो लास्ट खुसीले नि कस्तो भएछ। अर्कै फिलिङ्स आइरहेको छ कि आज। कस्तो अवस्थामा भेट भएको कि हाम्रो।